ल साथीहरू, आज चाहिँ मैले मर्निङमा छिटो उठेर अन्डा र आलु उसिनेर अन्डा करी बनाउँदैछु। हेर्नुहोस् त साथीहरू, मेरो अन्डा करीको भिडियोहरू हेर्नुहोस्, भर्खरै पाकेको छ। माथिबाट धनिया अनि त्यसपछि प्याजहरू धनिया र छ्यापिला राखेर मजाले अनि युज गरेको छु हैन। यतापट्टि चाहिँ सुकुटी र चाइनिज साग, यो चाहिँ मेरो बुढाको फेभरेट हो हैन। अनि त्यही भएर मैले चाहिँ मेरो बुढाको फेभरेट चाइनिज साग र सुकुटी पकाएको छु। अनि यता चाहिँ अन्डा करीसँग खाना खाने। हजुरहरूलाई कतिको मिठो लाग्छ अन्डा करीको रेसिपी? अन्डा करीको रेसिपी मन पर्यो भने, यो भिडियो मन पर्यो भने लाइक सेयर अनि युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्। अन्डा करी हेर्नुहोस् न, यस्तो यम्मी भएको छ। अनि त्यसपछि यता चाइनिज साग अनि अब खाना पकाउने। थ्याङ्क यू, बाई बाई, टेक केयर साथीहरू।